अब हामीहरू तेस्रो चरणमा छौँ। यस चरणमा प्रवचनको कार्यक्रम छ। आजको प्रवचनको विषय हो अग्रिम सुरक्षा। यो विषय स्वामी वेदाद्री महर्षिले लेख्नुभएको दैनिकीमा आधारित छ र यसलाई प्रस्तुत गरिदिनु हुनको लागि म डाक्टर रोजन घिमिरेज्यूलाई अनुरोध गर्दछु। डाक्टर साहब प्लिज। ईश्वरीय शक्तिलाई नमन, वेदाद्री महर्षिलाई नमन। यहाँ उपस्थित सबैमा मेरो हार्दिक नमस्कार तथा स्वागत आजको साप्ताहिक सत्सङ्गमा। सधैँ जस्तै आज पनि हामी वेदाद्री महर्षिका लेख रचनाहरू ल्याउने क्रममा अप्रिल 4 को दिन आज एडभान्स्ड प्रोटेक्सन भन्ने शीर्षकमा विषय लिएर आएका छौँ। यसको नेपालीमा अनुवाद छ अग्रिम सुरक्षा। आजको विषय मूलतः शरीरलाई सही किसिमले राख्नको लागि प्रेरित गर्ने खालको छ। योगका दुईटा पक्ष छन्, हामीलाई थाहा छ। एउटा शरीरको पक्ष, एउटा मनको पक्ष। शरीरलाई सबल, सुदृढ र स्वास्थ्यपूर्ण नबनाइकन स्थिर भएर बस्न सक्ने नभइकन मनमा काम गर्न गाह्रो हुन्छ। अर्थात् मनलाई स्थिर पार्ने कुनै पनि क्रिया गर्न सम्भव छैन। हामी कुनै पनि बेला हामीलाई आफ्नै पनि अनुभव हुन्छ, स्वस्थ रहेको बेलामा जति सजिलै हामी चाहेको चिज वा आध्यात्मिक अभ्यास गर्न सक्छौँ, केही बिसन्चो भएको बेलामा मन एकाग्र हुनै सक्दैन। अर्थात् मन खाली शरीरको दुःखतिर तानिन्छ। हामी साधकहरू हौँ। त्यो अवस्थामा पूर्णतामा पुगिसकेका व्यक्तिहरूले के भन्नुहुन्छ? हामीलाई उदाहरण प्रशस्तै छन्। रमण महर्षि, रामकृष्ण परमहंस। शरीरमा रोग हुँदा पनि उहाँहरू एउटा आत्मिक आनन्दको अवस्थामा रहन सक्नुहुन्थ्यो। तर उहाँहरूको त्यो अवस्था भनेको पुगिसकेपछि, त्यो चरण जुन प्राप्त भइसकेपछि, परमात्मा ऐक्यको अनुभव भइसकेपछि, यो शरीरकामा जेसुकै भए पनि त्यसले मानसिक विचलन ल्याउँदैन अथवा हामीलाई अस्थिर बनाउँदैन। तर जो साधक छ, भर्खर भर्खर सिकेको छ, केही आफूले खुड्किलाहरू पार गरेको छ भने ठान्छ, उसले तुरुन्तै त्यो खुड्किला झर्नुपर्छ जति बेला ऊ शरीरले बिसन्चोमा हुन्छ। त्यही भएर शरीरको जुन स्वास्थ्य हो त्यसमा ध्यान पुर्याउनु पर्दछ भन्ने मूल विषयमा आजको विषय केन्द्रित छ। र हामीलाई थाहा छ, स्वामीजीले शरीरलाई र मनलाई भने नबोले पनि चारवटा जुन आयाम छ सरलीकृत कुण्डलिनी योगको, त्यसमा दुईटा शरीर सम्बन्धित छन्, शरीरलाई सबल बनाउने, र दुईटा मनलाई बलियो बनाउँदै परमात्माको जुन लक्ष्य हो त्यहाँसम्म पुर्याउने। नामै लिएर भन्दा सरलीकृत शारीरिक व्यायाम अनि कायाकल्प योग जुन चाहिँ यो दुईटा सिधै शरीरमाथि काम गर्दछ। र त्यसलाई पनि छुट्यायौँ भने हामीलाई के थाहा हुन्छ? शारीरिक व्यायामले यो स्थूल जुन शरीर छ त्यसमा बढी त्यसलाई सक्रिय राख्ने काम गर्दछ भने कायाकल्प त सिधै नै ऊर्जा शरीरमा काम गर्दछ, जसलाई पनि हामी ऊर्जा शरीरमा काम गरेर भौतिक शरीरलाई पोषण गर्ने काम गर्दछ।
त्यो हामी सिकेकाहरूलाई थाहा छ। र तेस्रो भनेको आत्मनिरीक्षण, जसले मनमा भएको खराबीहरू निकाल्ने। र चौथो भनेको कुण्डलिनी योग प्रवर्जन, सही मानेमा कुण्डलिनी योग, जसले हामीलाई एउटा बाटो दिन्छ, निश्चित तरिका दिन्छ त्यो परमात्मा बोधसम्मको यात्राको लागि। र यसमध्येमा हाम्रो शारीरिक स्वस्थताको सुरक्षा नगरिकन अगाडि बढ्न सकिँदैन भन्ने चिजलाई याद गरेर स्वामीजीका आजका शब्दहरूलाई लिउँ। उहाँले मोटामोटी रूपमा भन्नुभएको छ, किन आवश्यकता छ भने के गर्नु पर्दछ, त्यो मैले अघि भूमिकामा भनेको जस्तै शारीरिक व्यायाम र कायाकल्प योगहरूलाई छुटाउन पाइँदैन है। कुण्डलिनी योग भन्दा भन्दै मान्छेहरू खालि ध्यानको मात्रै पक्षलाई लियौँ भने त्यो कमजोर शरीरले त्यो योगको जुन ऊर्जाको वृद्धिलाई पनि थाम्न नसक्ला, अथवा भनौँ सानो पनि कुनै समस्या आउँदाखेरि हामी त्यसबाट हाम्रो रुटिन जुन बनाएका छौँ, हाम्रो नियमित अभ्यास, नियमित समयको अभ्यास, त्यो नै छोड्नु पर्ने नहोस् त्यसको लागि। यहाँ स्वामीजी भन्नुहुन्छ, कसैलाई कोही मान्छे बिरामी भइहाल्यो भने त्यसलाई उपचार गर्नु त महत्त्वपूर्ण छँदैछ। कोही मान्छे बिरामी भइहाल्यो भने उपचार त गर्नै पर्यो, तर त्योभन्दा महत्त्वपूर्ण हुन्थ्यो, त्योभन्दा महत्त्वपूर्ण छ कि त्यो रोग नै नलागेको भए हुन्थ्यो। अझ नलागेको भए हुन्थ्यो भन्दा रोग लाग्ने पनि चरण होलान्, रोगको त्यो सुरुवात नै नभएको हुन्थ्यो, सुरुवाती चरण नै नभएको हुन्थ्यो। हामीले थाहा पाउन्जेलसम्म त रोगका प्रारम्भिक 1-2 चरण सकिसकेका हुन्छ। जब बडा अप्ठ्यारो हुन्छ त्यति बेला थाहा हुन्छ। भनेपछि रोग लागेर कठिन भइसकेपछि उपचार गर्नु अवश्य पनि महत्त्वपूर्ण छ। त्योभन्दा महत्त्वपूर्ण भनेको त्यसलाई लाग्नै नदिनु अथवा सुरुवातै हुन नदिनु। र कसरी कसरी नदिनु, कसरी भने हामी जागरुक हुनु पर्यो र हाम्रो एउटा नियमित अनुशासन हुनु पर्यो। के को अनुशासन? हाम्रो खानपिनको, व्यायामको, हाम्रो रहन सहनको, सबैको हुनु पर्यो। अब हामी कोभिडको बेलामा हामीलाई याद छ, हामी के गरिरहेको थियौँ? सबै मास्क लगाएर हिँडिरहेका थियौँ। रोगलाई छिर्न नदिन सकिन्छ कि भनेर हामी प्रयासरत थियौँ। कसैलाई केही अलिकति शङ्का भयो कहीँ कोभिड हो कि भन्यो भने अरूलाई नसारौँ भनेर हामी अरूप्रति पनि सचेत भइरहेका थियौँ घर परिवारका। कोही कोही खोकिरहेको छ, हाछ्यौँ गरिरहेको, त्यसको नजिकै नजाउँ भनेर हामी आफूलाई गरिरहेका थियौँ। तर त्यो अति भीषण सबैतिर त्यो जुन आत्तिएको अवस्थामा वातावरण नै सबैतिर प्रभावित भइसकेको अवस्थामा चाहिँ हामी जसोतसो त्यो डरले जागरुक नभए पनि अब के सामूहिक डरले नै हामी गर्न थाल्ने भयो। तर के हामी अरू बेला सामान्य रुगाखोकीको बेलामा हामी त्यति केयर गरिरहेका छौँ? जसलाई हामी आफूलाई सामान्य भन्छौँ, त्यो अर्को व्यक्तिको लागि त्यही जाँदै एकचोटि लागेपछि मलाई त महिनौ जाँदै जाँदैन भन्ने मान्छे भेट्छौँ नि हामी। तर मलाई त 2 दिनमा हाछ्यौँ गरेर सिद्धिएला। तर त्यस्तो बेलामा हामी कति चाहिँ आफू जागरुक छौँ, कति जागरुक छौँ अरूलाई नसार्नको लागि। अथवा भनौँ जसलाई 1 महिना मलाई त छोड्दैन भने मान्छे कति जागरुक छ कि म यस्तो मान्छेबाट बचौँ भनेर, त्यो पनि नभएको देख्छौँ हामी। अनि हामी कतिपय चिजमा केयरलेस, प्रमादी हुन्छौँ। हामीलाई त्यो महत्त्वपूर्ण लाग्दैन जबसम्म हामी आफ्नो दैनिक कार्यमा लागिरहन सक्छौँ। औषधि खाएर भए पनि, सिटामोल खायो, फ्लेक्सन खायो, गरिरह्यो। त्यति गर्न सकिन्छ भनेदेखि अलिअलि हाछ्यौँलाई हामी छोडिदिन्छौँ। खानपिनमा भएको गडबडीलाई छोडिदिन्छौँ। आज बिहानैदेखि चिल्लो खाइएको छ, फेरि बेलुका चिल्लै रहेछ।
ए भइहाल्यो आज, यो पनि खाइदिउँ, बिचरा यहाँ यसरी गरेको छ, त्यो पनि खाइदिउँ। अथवा यो त मेरो नियमितै थियो, अघिको पो एक्स्ट्रा थियो भनेर हामी कहिलेकाहीँ सोच्छौँ। त्यो पनि जसरी भए पनि हामी आफ्नो सन्तुलनलाई बिगार्छौँ। हाम्रो जुन नियमित अनुशासनलाई छोड्दछौँ, त्यो छोड्ने बित्तिकै न कहीँ, कहीँ न कहीँ त समस्या भयो होला। त्यो समस्या लामो समयसम्म त्यसै गरी चलिराख्यो भने अनि हामी प्रकट रूपमा रोगहरू देख्दछौँ। आज एकछिन केही चिल्लो खायौँ, केही भएन, यति त पच्यो। अनि भरे बेलुका फेरि खायौँ, अलिअलि अप्ठ्यारो भएको थियो, एउटा केही इनो खायौँ, केही खायौँ, पेन्टअप खायौँ, त्यो पनि पच्यो। अब भोलि पनि खाएपछि अब हुँदैन। तर जति बेला भोलिपल्ट हामी याद गर्छौँ, अब म आज केही खान्न, त्यो नगरेको भए आज मलाई दुःख हुने। त्यही भएर स्वास्थ्य पनि सम्भव छ, तर त्यो उपचार हामीसँग अभाइलेबल छ, उपलब्ध छ भन्दैमा हामी 3-4 दिनदेखि गडबडी गर्न त सुहाउँदैन, हुँदैन। र यो जुन तादात्म्यलाई नै अध्यात्म मान्ने हो भने, जुन हाम्रो शरीर, जुन स्वास्थ्य छ, त्यो मन र आत्मा परमात्माको तादात्म्यलाई नै आध्यात्मिकता मान्ने हो भने यो त झनै मिल्दैन। हामी एउटा कडी छुटाउने बित्तिकै कुनै अर्को कडी माथि फरक परिरहेको हुन्छ। किन हामी सबै चिज बुझिसकेपछि हामीले के थाहा पाउँछौँ, जागरुकता र आदि सबै चिज बुझेपछि कि अध्यात्म भनेको मूलतः त सामञ्जस्यता हो। भौतिक शरीर, जुन स्थूल शरीरको सूक्ष्म शरीरसँगको तादात्म्य हो, सूक्ष्म शरीरको मनसँगको तादात्म्य हो, मनको आत्मासँग हो, आत्माको परमात्मासँग हो। एउटा कहीँ बिचमा हामीले बिगारिदियो भने त सबै छरपष्ट हुन्छ। किन यो यति मजाले यो मिलेर बसेको छ। त्यही भएर कुनै पनि चिज हुन नदिनु, प्रिभेन्सन भनेको यो गलत चिज हुनबाट सुरुमै रोक्नु, बाटैमा नहिँड्नु। त्यो बाटोमा खाल्टो छ भनेपछि जुन खाल्टोबाट त्यहाँ पुगेपछि बच्न लगभग लगभग असम्भव छ भन्ने थाहा पाएपछि त्यो बाटो किन हिँड्नु, अथवा हिँड्नै पर्यो भने त्यसको लागि उपाय गरेर हिँड्नु, त्यसलाई नेगोसिएट गर्नलाई, त्यसलाई पार भन्छ प्रिभेन्सन। त्यसलाई रोक्नु, रोकथाम। र जहिले पनि त्यो रोकथाम डॉक्टर साहब डिस्टर्ब है। उपचार डिस्टर्ब है डॉक्टर साहब। सॉरी साथीहरू, यो इन्टरनेटले त दुःख दिइरहेछ त आज। डाक्टर साहब आवाज आइरहेछ, मेरो प्रब्लम हो कि मैले थाहा पाएन। डॉक्टर साहब डाक्टर साहब सुनिराख्नु भएको छ? प्रब्लम, म त सुनिरहेको छु, तर प्रब्लम मेरो साइडमा भयो कि हजुरकोमा, मैले थाहा पाएँ। थाहा छैन, मैले त यो साइटहरू चेन्ज गरिदिएँ, वाइफाईको यताबाट उता लगिदिएँ। होइन ए त के भएर त गडबड हुँदो रहेछ। हजुरले चाहिँ त्यो रोकथामको कुरा गर्दै हुनुहुन्थ्यो। ए हस्, ब्याक हस्, जानु एकपल्ट। हस्। त परापूर्वकालदेखि नै हामीले सुन्दै आइराखेको चिज हो कि रोकथाम भनेको उपचार गर्नुभन्दा सधैँ नै राम्रो छ। र जहिले पनि रोकथाम भनेको सामान्य चिज जस्तै लाग्ने चिजहरूबाट हुन्छ। भनेको म एकदमै स्वस्थ छु, त्यही स्वस्थ भएको अवस्थामा व्यायाम गर्छु, त्यो रोकथाम भइरहेको छ। तर कतिपयलाई, जसलाई गर्न मन छैन, उसलाई मलाई के भएको छ र किन गर्ने भनेर हो। यहीँनिर हामी बिच हाम्रो जुन पर्सेप्सन छ,
बुझाइ छ त्यहाँ गएर जति बेला हामी स्वस्थ छौँ त्यति बेला नै सुस्वास्थ्यको ख्याल राख्नु अझै जरुरी हुन्छ। त्यसलाई भनिन्छ रोकथाम। नत्र भने मलाई के भएको छ र भन्ने यो गर्नको लागि जसरी हामी त्यसैको लगभग कोरोलरी के हुन्छ भने अहिले यही उमेरमा कहीँ भजन र भक्ति गर्ने हो, ध्यान गर्ने हो, अहिले मेरो के नै उमेर भएको छ र भन्नु र मैले किन व्यायाम गर्ने, मलाई के रोग लागेको छ र भन्नु एउटै कुरा हो। दुइटै जरुरी छन्, कति बेला हामी बुझिन्छ त्यो। त्यसको आधारमा हाम्रो अगाडिको जीवन चल्दछ अथवा त्यसले दर्शाउँदछ हामी के गरिराखेका छौँ। यहाँ जुन मोडर्न मेडिकल साइन्सको कुरा, मेडिकल साइन्स भन्नाले मोडर्न मेडिकल साइन्स जुन एलोपेथीको मूलत यसलाई इङ्गित गरेर स्वामीजी भन्नुहुन्छ। हुन त यो उहाँले लेख्नु भएको बेला भन्दा अहिले धेरै अगाडि रोकथामका चिजहरूमा धेरै चिजमा हामी भ्याक्सिनेसनहरूदेखि लिएर विभिन्न देखिरहेका छौँ। तर अझै पनि आधुनिक चिकित्सा विज्ञान उपचारमा केन्द्रित छ, उपचारमै बढी केन्द्रित छ। भलै हामी सुन्दछौँ जस्तो आजभोलि यो अटोइम्युन रोगहरू भन्ने अलिक बढी चुलिएका छन् नेपाल इन्डियातिर पनि। र केही विदेशी विदेशमा जुन रिसर्च गरेर आउनुभएका व्यक्तिहरूको कुरा सुन्दा उहाँहरूले भन्नुहुन्छ बेला बेलामा, मैले त काठमाडौँमा पनि अब म्याकडोनाल्ड र अरू यो के अरे के एउटा अर्को अर्को केएफसी यस्ता चिजहरूको ब्रान्डहरू देखेँ। अबको 10-12 वर्षमा तपाईँहरू कहाँ पनि हामीकै देखिने जस्तो रोगहरू देखिने सम्भावना बढेको छ भनेर सुनाउनुहुन्छ। यसले कता कता अब हामी कुरा के गरिरहेछौँ, ती रोगहरूको उपचार के हो भनेर पनि सँगसँगै पढ्ने, पढाउने, उपचार गर्ने काम गरिरहेका छौँ। तर जो व्यक्ति अनुसन्धानमा लागेका व्यक्तिहरू छन्, जसले मूल रूपमा आफूलाई साइन्टिफिक रिसर्चमा राखेका छन् र यो उपचारको बारेमा पनि बताउँदछन्, कारणको बारेमा बताउँछन्, उनीहरू नै के भनिरहेका छन् भने तपाईँको यहाँ रहन सहन लवाई खवाई यो सब चिज बदलिँदै गइरहेको छ। त्यही बदलिएको कारणले तपाईँहरूलाई यो रोग लाग्ने सम्भावना छ। किनभने हामीले पहिला अन्य देशहरूमा पनि यस्तै देख्यौँ, अथवा यस्तो खालको खानपिन भएको ठाउँमा यस्तो खालको हुँदो रहेछ भनेर हामीले देख्यौँ। धेरै रिसर्चहरू छन्। जस्तो पहिलो यो जापानबाट अमेरिकामा गएर बसोबास गर्ने पहिलो जेनेरेसनका मानिसहरूमा जापानमै हुँदाखेरिका जस्ता रोगहरू बढी लाग्थे। तर दोस्रो जेनेरेसन तेस्रो जेनेरेसन पुग्दा अमेरिकनहरूमा लाग्ने रोगहरू बढी देखिन थाले। त्यसै गरी अर्को ठाउँ जहाँ यो पहिलाको रिसर्चहरू हेऱ्यौँ भने यसको अर्थ के हो त? जिन त सेम तानिएको छ, जिन त आफ्नै पुर्खाको छ, तर जिन बाहेकहरू जिन्सहरू बाहेक क्रोमोजोमहरू बाहेक पनि अन्य चिज हुँदा रहेछन्, खानपिन र विभिन्न चिज जसको अन्तर्क्रिया यो शरीरले त्योसँग अन्तर्क्रिया गरेपछि रोगहरू रोगहरू त्यसै किसिमले निस्किन थाल्दो रहेछ। यसको अर्को अर्थ के हो भने त्यो जति बदलिए पनि राम्रो चिजलाई राम्रै राख्नको लागि नयाँ वातावरणमा भएका गलत चिजहरूलाई छोएनौँ भने त हामी स्वस्थ नै हुने रहेछौँ। अथवा आफ्नो ठाउँमा रोग छ र अन्य व्यक्ति एउटा विशेष रहनसहनको कारणले स्वस्थ छ भने त्यो स्वस्थ जीवनशैली अपनाउँदा त म पनि स्वस्थ हुन सक्छु भन्नु स्वाभाविक तर्क देखिन्छ। तर हामी खालि उपचारमै मात्रै केन्द्रित हुने हो, त्यस्तो रिसर्च हुँदै जान्छ। कति कति रिसर्च छन्, कति रिसर्च छन्, एउटाले एउटा भन्छ एउटाले अर्को भन्छ भनेर हामी त्यसलाई छोड्दै गयौँ भने यो मोडर्न आधुनिक चिकित्सा विज्ञानमा पनि जुन अनुसन्धानहरूले देखाएका मिहिन चिजहरू छन् यसको फाइदा हामी लिन सक्दैन। र स्वामीजी भन्नुहुन्छ यो त हाम्रो जुन ट्रेडिसन छ,
त्यहाँ भएका कतिपय रहन्छन्, खानेकुराको तरिका, यी चिजहरू बडा साइन्टिफिक छन् भनेर कहिलेकाहीँ कुरा आउँछ। भलै केही चिज फरक पनि होला, तर केही चिज त पक्कै पहिला थाहा पाएका थिए। र त्यसलाई, सही चिजलाई अहिले फेरि अपनाउन जरुरी छ। गलत चिजलाई यो आडम्बर हुन्, यो होइनन्, कसैले रूढिवादमा आफूलाई मनपर्ने चिज ल्याएर राखिदिए भन्नलाई, त्यो हामीले अनुसन्धान गरेर सक्छौँ। कतिपय हामीलाई पहिल्यै थाहा छ, हामी इग्नोर गरिरहेछौँ। हो, व्यवस्था गरेको कारणले हामीले आफैलाई दुखी बनाइरहेछौँ। नत्र भने अ, आधुनिक चिकित्सा विज्ञान र अहिलेको हकमा र अन्य जुन हाम्रो आयुर्वेद र अरू छन्, यी सबैमा राम्रा पक्षहरू छन्। नराम्रा मतलब त्यति खारिएका चिजहरू नहोलान्। त्यसको समन्वय गरेर एउटा व्यक्तिले सही जीवन आचरण गर्न सक्दछ। त स्वामीजी यहाँ भन्दै हुनुहुन्छ किन उपचार मात्रै फोकस हुनु किन गलत हो भने, कुनै पनि रोग भनेर हामी जसलाई भन्दछौँ, एउटा ठाउँमा दुख्यो, समस्या भयो, रोग लाग्यो भने, त्यो रोग जहाँ मलाई दुख्यो, रोग लाग्यो, यो समस्या भयो घाँटीमा भनेर भन्यो भने, त्यो रोग त्यहीँको हो, त्यहीँबाट सुरुवात भएको, त्यसैलाई मात्रै प्रभाव पार्ने रोग नहुन पनि सक्छ। होला, धेरै पटक होला। तर त्यो कस्तो पनि हुनसक्छ भने अर्को ठाउँमा सुरु भएको रोग अहिले मैले थाहा पाउँदा चाहिँ एउटा अर्को ठाउँमा थाहा पाएँ। धेरैजनालाई घाँटी खसखस 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 हुन्छ। त्यसको मूल जरो चाहिँ के हुन्छ, हामी जुन ग्यास्ट्राइटिस भन्छौँ, त्यसले गर्दा माथि इरिटेसन गरेर खसखस। बिरामीले भन्छ मेरो घाँटी ठिकै भइरहेको छैन। मूल कुरा के हो, उसको पेटमा पाचनको समस्या छ अथवा एसिडिटीको समस्या छ। त एउटा कुनै रोग जहाँ छ त्यही नहुन सक्छ भनेपछि, यही स्वामीजी भन्नुहुन्छ यो अपचको कारणले हेडेक हुनसक्छ, यो टाउको दुख्ने हुनसक्छ। तर टाउको दुखाइको औषधि जति खाए पनि उसको त्यो टाउको दुखाइ ठिक हुँदैन। औषधिले छोड्ने बित्तिकै फेरि दुख्न थाल्छ। त्यसले उसको अपचलाई त ठिक पार्दैन। भनेपछि मूल जरो जहाँ छ त्यही नै हामीले केन्द्रित गर्यौँ उपचारलाई। उपचारको आफ्नै पनि त्यो समस्या, उपचारलाई पनि त्यहाँ केन्द्रित गरेनौँ भने त्यो सतही उपचार हुन्छ, त्यसले कसैलाई ठिक पार्दैन। र त्यही अपच भनेको चिजको पनि कारण के हो, मेरो खानेको जुन मिक्स छ खानाको, त्यो नै मेरो शरीर सुहाउँदो, मलाई चाहिने सुहाउँदो छैन होला। त्यसमा पानीको मात्रा कम भएको चिजमा खाइराखेको छ, फलफुलहरूको अथवा जुन हामी फाइबर भन्छौँ त्यसको ठिक छैन होला कम्बिनेसन। हामी आज आज भोलि त झन् समस्या देख्छु नयाँ मान्छेलाई, म यो खान्न, त्यो खान्न, फलानु खान्न। जे दिए पनि खाने भन्ने जुन समय थियो त्यो त गइसक्यो। अब चुज चुज गर्दा के, जमाना स्वादिलो, जिब्रोलाई जे स्वाद लाग्छ त्यसैलाई मान्छेले अपनाउन थालेपछि हामी कहाँ पुग्छौँ? हामी त थला पर्ने स्थितिमा पुग्छौँ। बिरामी हुन्छौँ हामी 15 वर्षपछि। हामीले हेबिट त आज बिगार्छौँ, बानी। त्यही भएर स्वामीजी यहाँ के भन्दै हुनुहुन्छ, हामी एउटा चिजमा फोकस, अझ कतिपय ठाउँमा त व्यक्ति मान्नै तयार हुँदैन, मैले त केही गरेको छैन, केही गलत गरेको छैन, मलाई कसरी यस्तो रोग लाग्यो। विभिन्न चिज होला नि, यहाँ त देखिने चिजहरू सिधै खानेकुरा, स्मोकिङ भन्छ हामी, चुरोट खाने तरिका। सबैले चुरोट पिइरहेछन्, कसैलाई हुँदैन, मैलाई चाहिँ किन हुन्छ? यस्ता यस्ता कुतर्क कुतर्क गरेपछि अनि बिग्रिन्छ। अरू साथीभाइ सबै चुरोट पिउँछन्, आफूले किन पिउनु पर्यो त्यति धुवामा बसेपछि? भने यी चिजहरू हामी नजरअन्दाज गर्छौँ, जुन पेसिभ स्मोकिङ, अकुपेसनल हेजार्डहरू भनेर भन्छौँ हामी। जस्तो हामीलाई थाहा छ रबर फ्याक्ट्रीमा काम गर्नेहरूलाई जम्मै लिड पोइजनिङ र अरू चिजहरू, जुन पेन्टको फ्याक्ट्रीहरूमा काम गर्ने भनेपछि हामीले कुनै चिज त्यसमा जति सावधानी अपनाउनु पर्ने थियो त्यो अपनाइराखेका हुँदैनौँ। जब रोग लाग्छ हामीले भन्छौँ मेरो के गल्ती छ यसमा? काम त गर्नै पर्ने थियो, रोजगारी गर्नै पर्ने थियो। तर त्यसैलाई हामी भन्छौँ सचेतना, अथवा हामीले जुन जागरुकता, लेजिस्लेसन जति पनि हामी नियम कानुन हुन्छौँ त्यसैले नै कतिपय चिजमा जागरुकता ल्याइदिएको छ। यस्तो ठाउँमा यस्तो समस्या हुन सक्छ है, यसरी हिँड्नुहोस्, बाटो काट्दाखेरि जेब्रा क्रसिङबाट हिँड्नुहोस्। अब कतिजना हिँडेका रहेछ हामी बाटोमा देखेका छौँ। तर नियम कानुन
भनेको कसैले भनिदिइराखेको छ यो सावधानी हो, हामी सावधानी अपनाउँदैनौँ, अनि हामी ठोकिन्छौँ, अनि हामी फेरि द्वन्द्वमा, आपसी झगडामा फस्छौँ, गलत चिजमा। यसै गरी रोगहरू पनि हामीलाई लाग्दछ। हामीलाई सबैले भनिरहेछन् यसरी गर्नुपर्छ, हामीलाई पनि थाहा छ, तर होइन, यताबाट मिठो छ। जसरी हामी भन्छौँ मेरो घरै अगाडिबाट सिधा जानुपर्ने ठाउँमा कहाँ त्यो 2 मिनट हिँडेर जेब्रा क्रसिङमा पुग्ने, सिधै बाटो काट्नु, मेरो आँखा छैन र म हेरिहाल्छु नि गाडी कताबाट आउँदैछ। जुन दिन आँखा झिम्केको हुन्छ त्यही दिन ठोकिन्छ, के हुन्छ अरू के। त्यही भएर त्यो जुन सावधानी हो, हाम्रो जुन सिस्टम छ, प्रणाली छ, त्यसले काम गर्ने भनेको प्रायोरिटीमा हो। प्रायोरिटीलाई राख्छ। हाम्रो संयन्त्र नै यसरी बनेको छ कि सबैभन्दा महत्त्वपूर्ण चिजमा यसले ध्यान दिन्छ। तर कहिलेकाहीँ कम महत्त्वपूर्ण भन्ठानेको चिजबाट हामीलाई चोट बढी लाग्छ। शरीरको फोकस एकदमै भयानक चिज भनौँ। कुनै बेला हामी ओहो आज त यो ठाउँबाट चाहिँ कसैले यो कतै आजकल भनिन्छ नि चोरी बढेको छ, फलानो बढेको छ, फलानो भएको छ, सब सिसिटिभी राखेर अगाडिपट्टि बसिरहेका छन्, यो छ, केही भइरहेको छ। चोरी हुन्छ फेरि पछाडिबाट ढोका खुल्लै राखेको छ। मान्छे आफ्नो ध्यान कहाँ दिइराखेको छसँग मतलब भएन, रोगले कहाँबाट छिर्नलाई ध्यान लगाइरहेको छ त्यो महत्त्वपूर्ण हुन्छ। हामी जहाँ खाली ठाउँ छोड्छौँ, जहाँ हामी चुक्दछौँ समग्रमा, त्यहीँबाट हाम्रो समस्या सुरु हुन्छ। त जागरुकता भनेको के हो? समग्रमा जागरुकता। म एकदम राम्रो व्यायाम गर्छु तर खान्छु पनि चिल्लो पिरो। अब म केही त होला त्यसको कहीँ न कहीँ त त्यसले इम्ब्यालेन्स गर्छ। म ध्यान गरिराखेको छु तर आफ्नो ऊर्जा त्यसै गरी व्यय गरेको छु छरपष्ट रूपमा अरू दिउँसो। क्रोध गर्न चाहिँ म छोड्दिनँ, दुईचोटि ध्यान गर्न पनि छोड्दिनँ। त्यसको कहाँ पुगेर हामी त्यो द्वन्द्वले हामीलाई कहाँ पुर्याउँछ? त्यो कस्तो अवस्था हो? यहाँ स्वामीजी भन्छु यो त्यो घोडालाई, दौडिराखेको घोडालाई अझै चाबुक हान्नु जस्तो। धेरै जसो चिकित्सकहरू जहाँ समस्या छ, त्यसैलाई उपचार गर्न खोज्दछन् भन्नुहुन्छ। यो उहाँको पर्सपेक्टिभ हो, म आफ्नो केही जोड्दिनँ। आजकल सुपर स्पेसलाइजेसन भनेर आएको छ। कहिलेकाहीँ हामी गुनासो सुन्छौँ बिरामीहरूका कि यो गरेको, अब भनौँ न छातीको लागि छातीको डाक्टरसँग जानु पर्यो, मुटुको लागि मुटुकोसँग जानु पर्यो, किडनीको लागि अर्कोसँग जानु पर्यो भन्नाले एउटा चिजको लागि एक ठाउँमा जानु पर्यो भन्दा कोही मान्छे सबै ठाउँमा पुग्दैन। शरीरको हकमा शरीरको हकमा हामीले आफैले जति केयर गर्नु छ त्यो समग्र चिजको लागि गर्नु। हामीले खानपिनको लागि पनि गर्नु पर्यो, प्राणायाम स्वास्थ्य रहनको लागि सास प्रश्वासको लागि पनि गर्नु पर्यो, धुलोमा जाँदा मास्क पनि लाउनु पर्यो, बिहान व्यायाम पनि गर्नु पर्यो। यो सबै गरिसकेपछि अनि बल्ल हामी भन्छौँ कि हामी सही गरिराखेका छौँ। त्यही पनि केही भयो भने भवितव्य भयो, केही अब मैले कन्ट्रोल गर्न नसक्ने चिजमा भयो, केही भयो। कहिलेकाहीँ बिरामीको चापले होस्, अरू जेसुकैले होस्, अथवा बिरामीले आफ्नो कुरा राख्न नजानेको किसिमले होस्, जे भए पनि कहिलेकाहीँ जहाँ समस्या छ त्यसैलाई मात्रै त्यसैमा केन्द्रित भएर उपचार गर्ने पनि देखिन्छ भइराखेको। तर त्यसो गरियो भने के हुन्छ समस्या? आजकल कतिपय मान्छे त गुगलमा झन् यो च्याट जिपिटी र फलानाले समस्या गरिदिएको छ, मलाई यो भएको छ भने यसो गर्नु भनेर लेखिदिया हुन्छ। कतिपय मानिसहरू त यो कहाँ, यो एलोपेथी औषधि खानै हुँदैन, यो त फलाना यसमा यो मिसाउनुहोस्, नुनमा यो मिसाउनुहोस्, फलाना मिसाउनु, आफै त्यहाँ दिएको इन्ग्रेडियन्ट्स मिसाएर त्यो पनि च्याट जिपिटी र गुगलले त्यही गर्न थाल्नुहुन्छ, रोगलाई बल्झाउँदै जानुहुन्छ। यो जताततै यो व्याप्त भइसकेको छ समस्या। त्यही भएर यो एउटा चिजलाई मात्रै फोकस गर्दाखेरि, एउटा चिजलाई मात्रै ध्यान दिएर उपचार गर्यो भने त्यो उपचार गरेको चिजले, जेले उपचार गरियो, जसरी उपचार गरियो, त्यसले शरीरको अन्य भागलाई पनि असर पार्दछ, जसलाई हामी अहिलेको भाषामा साइड इफेक्ट भन्छौँ, अदर इफेक्ट्स, एडिसनल इफेक्ट्स। त्यो साइड इफेक्ट कहिलेकाहीँ राम्रो हुन्छ, कहिलेकाहीँ नराम्रो हुन्छ, धेरै जसो नराम्रो हुन्छ। त्यही भएर साइड इफेक्ट भन्ने बित्तिकै हामी के बुझ्दछौँ? नराम्रो इफेक्ट, सँगसँगै आउने इफेक्ट भनिएको।
त अर्को बिचरा अर्को पार्टले के बिगारेको थियो र त्यसलाई त्यो इफेक्ट आउनु पर्ने? जसरी हामी भन्छ एउटा मान्छेको लागि एउटा ध्यान दिँदाखेरि अर्को मान्छेलाई ध्यान दिन छोड्दछ घरमै पनि भने त्यो अर्को बिचराको के गल्ती थियो, यो अर्कोलाई सुधार्न खोज्दाखेरि म बेवास्तामा परिरहेको छु। त शरीरमा एउटा ठाउँलाई केही चिज फोकस गरेर केही औषधि उपचार गर्दा अर्को अङ्गमा पनि प्रभाव परिरहेको हुन्छ। र धेरै जसो ठाउँहरूमा कहीँ यो उपचारको क्रममा दिइने औषधिहरूले ब्लड फ्लोलाई फरक पार्दछ, जुन रगतको सञ्चारको गति तरिका फरक पार्दछन्। त्यसै गरी औषधिको मात्रा त्यहाँ बढी पुगोस् भन्ने हिसाबले पनि यत्तिकै पनि केही समस्या छ भने त्यहाँ हामीलाई थाहा छ कि रगतको सप्लाई बढी हुँदछ, ताकि शरीरले नै त्यसलाई ठिक पार्न कोसिस गरिरहेको हुन्छ। कहीँ चोट लाग्ने बित्तिकै सुन्निएर आउँछ, किन आउँछ? शरीरले त्यो एरियालाई लिमिट गरेर आफ्नो काम सुरु गर्दछ। तर हामी के गर्दछौँ भने हामीले त्यसमाथि दौडिरहेको घोडालाई अझै चाबुक हान्यो। यो कुनै पनि चिज, सानोतिनो चिज अथवा सामान्य चिज, जसरी हुने हिजो बढी खायो आज हामी रेस्ट गऱ्यौँ, त्यति खाएनौँ भने हामीले शरीरलाई काम गर्ने मौका दिइराखेका छौँ, त्यसैमा काम गरिराखोस्। तर हामी आज पनि खान त कहाँ छोड्नु भयो भनेर औषधि खाएर पनि खाना खाइरहेका छौँ भने हामी के गरिरहेछौँ? हिजोको समस्यालाई शरीरले ठिक पार्न खोजिरहेको थियो, हामी अझै औषधि पनि थपिदियौँ, खाना पनि समस्या पनि थपिदियौँ, अनि त्यो के भने हो? शरीर बौलाउने भयो। त्यसपछि शरीर बौलाउने भयो। ऊ के गर्ने? म एक कुरै बुझेको छैन। म काम गरिरहेको छु, काम गर्नु दिँदैन, आफू पनि काम गर्न खोजे हो कि के हो थाहा छैन, औषधि पनि खाइरहेको छु, समस्या पनि थपिराखेको छ। त्यही भएर शरीरलाई बुझ्नको लागि शरीरप्रति जागरुक हुनुपर्छ। शरीरको सिग्नल हामीले बुझ्नु पर्दछ। भोकलाई त्यही भएर भनिन्छ बडा सरल नियम छ शरीरको। सरल नियम के छ? भोक लाग्यो भने खाने, भोक नलाग्यो भने नखाने, निन्द्र लाग्यो भने सुत्ने, निन्द्र नलाग्यो भने पनि त्यो ओछ्यानमा उल्टाइ पल्टाइ गरेर जबरजस्ती सुत्रिराख्ने होइन, निन्द्र नलागेपछि उठ्ने। हाम्रो शरीरले सङ्केत गरिरहेको हुन्छ। यदि हाम्रो दिनचर्या जुन नियम छ प्रकृतिको त्यो अनुसार चलिरहेको छ भने हामी स्वस्थ छौँ। नभए हाम्रो शरीरले जे सिग्नल गरिरहेको छ त्यो अनुसार शरीरले हामीलाई स्वस्थ बनाउन खोजिरहेको छ, हामी त्यसलाई सुनौँ। मलाई त दिउँसो मात्रै निन्द्रा लाग्छ, राति निन्द्रा लाग्दैन। त 2-4 दिन त्यसैलाई प्रयोग गरेर हेरौँ, बिस्तारै शरीरले आफ्नो टाइमलाई दिन र रातको प्राकृतिक नियममा मिलाएर राखेको छ। मैले देखेको छु धेरैजना आफ्नो साथी त्यो पढाइको बेलामा दिउँसै सुत्नु पर्यो, पुरै कोठामा कालो रङ लगाएर अँध्यारो बनाएर बत्ती सत्ती निभाएर दिउँसै अँध्यारो बनाएर सुत्ने, अनि राति भएपछि उठ्ने बत्ती बालेर पढ्ने। त त्यो त प्रकृतिलाई कहिलेसम्म जित्न सकिन्छ? 2 दिन, 4 दिन, 5 दिन, अनि 7 दिनपछि चाहिँ अनि उसको नियम पुरै 1 महिनासम्म उसको तालमेल पुरै बिग्रिन्छ। हामी जेट ल्याग देख्छौँ, फलानु देख्छौँ, प्रकृतिसँग कति गाह्रो छ हामीलाई तादात्म्य बनाउनको लागि। हामीले बिगारेपछि त बिगारेको त हामीले हो, चाँडै यात्रा गऱ्यौँ, समय स्पिड। त हामी त्यसरी जथाभावी गऱ्यौँ भने यो घोडालाई जबरजस्ती गरेको हो। हामी के गर्छौँ? जस्तो जेट ल्यागहरू गर्नु होइन, जबरजस्ती एकछिनपछि त राति भइहाल्छ, एकछिन अझै उठ्छु, अनि खेरि सुत्यो भने मेरो मिल्छ, मिल्दैन, धेरैजनाको मिल्दैन, कसै कसैको मिल्ला त्यो। तर धेरैजनाको जे गरे पनि उसलाई 7 दिन चाहिँ समस्या हो। त्यो भनेको के भने त्यो भन्दा राम्रो के हुन्थ्यो? प्रकृतिले जे सङ्केत दिइराखेको छ शरीरकोमा, अहिले निद्रा लागेको छ सुतिहाल्नु, बिस्तारै उसले 1-1 घन्टा गरेर मिलाउँदछ त्यो प्रकार। नत्र भने हामीले घोडालाई चाबुक मारेको जस्तो हुन्छ। यहाँ त्यही भन्दै हुन्छ, एउटा समस्यालाई सुरु गर्दाखेरि अघि जुन यहाँ उदाहरण दिएको थियो, अपचले भइराखेको छ भने अरू अरू त्यो अपचलाई ध्यान दिएनौँ भने टाउको दुख्छ, घाँटी दुख्छ, फलानु दुख्छ, जिउ पुरै दुख्छ, के भइराखेकै थाहा पाइँदैन। भनेपछि कुन चाहिँ पहिलो हो, कुन चाहिँलाई हामीले ट्रिट गर्नुपर्ने हो त्यही थाहा पाइँदैन, त्यसरी बौलाउँछ शरीर। र यो सामान्य टपिक थियो, तर जुन चिज सामान्य हुन्छ त्यो महत्त्वपूर्ण हुन्छ। त्यसलाई बेवास्ता गर्दाखेरि हाम्रो जुन महान लक्ष्य छ त्यो बर्बाद हुन्छ। कहिले हामी देख्दछौँ यात्रामा मान्छेहरूले प्लान गर्दछन् लामो यात्रामा जाने, तीर्थयात्रा,
अनि जानै छ तीर्थमा त अरू केही गलत यताउता खान पाइएन। त 3-4 दिन अगाडि मजाले खाइरह हुन्छन् मान्छेहरू। अनि जुन दिन जानुपर्ने हुन्छ एउटालाई डायरिया लाग्छ, एउटालाई के हुन्छ, एउटा के हुन्छ। अब कसरी जाने? कोही सिकिस्त हुन्छन्, मान्छे यात्रामा गएको हुन्छ, एक दुई ठाउँ छुट्या देखाएको छु मैले। बाटोमा यात्रा गर्दाखेरि जथाभावी बाटोको खाना खाँदाखेरि ल अब त यसलाई समातेर बस्नुपर्ने भयो। पुरै ग्रुपै एकजनाको कारणले एउटा महत्त्वपूर्ण जुन तीर्थ एउटा छुट छ उनीहरूको जानलाई। भनेको हामी के भयौँ त्यति बेला? हामी आफ्नो अनुशासनलाई बिर्स्यौँ। अनुशासनलाई बिर्स्यौँ। हामी नयाँ ठाउँ, नयाँ परिवेशमा नयाँ खालको खानेकुरा अथवा गलत किसिमले पाएको खानेकुरा, हामीले पचाउन नसक्ने चिजको चिजहरू किन खानु पर्यो? त त्यही भएर हामी यो सामान्य विषय हो। अब कहाँ परमात्माको कुरा गर्ने मान्छेले यो उसमा कुरा गर्यो भनेर भन्यौँ भने त्योभन्दा मूर्खै केही पनि हुँदैन। सबभन्दा पहिला शरीरको स्वास्थ्य हो, किनभने यही शरीर छ र हामी यत्रो चिज सोच्न पाएका छौँ, गर्न पाएका छौँ, जान्न पाएका छौँ। यो शरीर अलिकति पनि यताबाट उता तलमाथि। उर्दूमा एउटा सायरी छ, मलाई ठ्याक्कै याद आयो, मैले भनिहालेँ। त्यसमा के छ भने, एक नस टस से मस और बस। एउटा कुनै एउटा कुनै नसा भने एउटा कुनै तन्तु यताबाट उता भयो भने हाम्रो काम खतम छ। यूं बुनी है रगे जिस्म की, एक नस टस से मस और बस। हाम्रो शरीर यसरी बनेको छ, यस्ता तन्तुहरूले रेसा रेसाले बनेको छ, प्रणालीले बनेको छ कि थोरै पनि यता र उता भयो भने हाम्रो पुरै लय बिग्रिन्छ। अब त्यो सामान्य शरीरको हिसाबमा लय त बिग्रिने नै भयो, तर हाम्रो मूल लक्ष्यबाट हामीलाई त्यसले भट्काइदिन्छ। र हामी त बिहान बेलुका यसरी गरौँ भनेर भन्दा हामी थोरै अगाडि पछाडि समय सार्दछौँ। तर कतिपय कठिन साधना गर्ने साधकहरू हुनुहुन्छ, जसलाई दिनमा 3 घन्टा 4 घन्टा 5 घन्टा बसेर उहाँहरू साधना एउटै आसनमा, उहाँहरूको लागि यो झनै बढी महत्त्वपूर्ण छ। अलिकति पनि आफ्नो शरीरमा समस्या आयो भने त्यो सामर्थ्यै रहँदैन त्यो गर्ने। र एउटा लामो समय 10 दिन 12 दिन अथवा 40 दिनसम्मको एउटा अनुशासन जसले उठाउनु भएको छ, उहाँहरूले कसरी गर्नु हो? त्यस्ता मान्छेको लागि त झनै महत्त्वपूर्ण छ कि हामी आफ्नो शरीरलाई बुझौँ, आफ्नो रहन सहनलाई बुझौँ, आफ्नो जीव र हामी जो 5 इन्द्रियलाई बुझौँ। यिनीहरूले झन् सधैँ भड्काउँछ। हाम्रो शरीरलाई केले स्वस्थ राख्दछ त्यसलाई बुझेर रोग लाग्न नदियौँ भने त्यही नै सही हुन्छ। उपचार गर्ने त अन्तिम कडी हो। उपचार गर्नु पर्दछ, सकेनौँ हामीले गर्नलाई। कर्मका छापहरू भन्छौँ नि हामी, दृढ अदृढ दृढादृढ भनेर छुट्याइएको छ। हामी धेरै जसो अदृढ र दृढादृढ भनेको कमजोर खालका कर्महरूले ल्याउने रोगहरू छन्। त्यसलाई हामी अनुशासनले जित्न सक्छौँ, हामीले यो रोकथामले जित्न सक्छौँ। यो दृढादृढ अलि ठिक ठिकैकोलाई पनि सक्छौँ। भनौँ न 5-7 वर्षदेखि मैले यो चुरोट खाने बानी राखेर सबै बिगारेँ, मैले छोडिदिएँ, त्यही पनि अलिकति सकिन्छ होला। तर हामी कुनै जेनेटिक ठुलो रोगहरू बोकेर आछौँ बच्चैदेखि, जन्मैदेखि। त्यो चाहिँ अलि दृढ खालका हुन्। यतिमै मैले यो विषयलाई अ, यो शक्तिको हामी सबैमा सदैव कृपा रहिरहोस्। बी ब्लेस्ड बाई द डिभाइन, बी ब्लेस्ड बाई द डिभाइन, बी ब्लेस्ड बाई द। धन्यवाद। डाक्टर साहब धेरै राम्रो थियो। आजको यो प्रिभेन्सन इज बेटर देन क्योर हामीले सुनिआएको थियौँ। तर हाम्रो स्वामीजीले बडा राम्रो उदाहरण दिएर यसलाई सिम्पल सिम्पल उदाहरणबाट प्रष्ट गर्नुभएको थियो। र डाक्टर साहबले पनि अझ आधुनिक अहिलेको अवस्थामा जे जस्तो देखिन्छ हाम्रो वरिपरि त्यसैलाई चाहिँ उदाहरण दिइकन राम्रो ढङ्गले प्रस्तुत गर्नुभयो। र आजको यो प्रवचनले हामीलाई झकझक्याएको छ कि ढिलो हुनुभन्दा पहिले जागरुक हुनु राम्रो। र जागरुकतामा केयरमा आजको यो फोकस रहेको रहेछ आजको प्रवचन। धेरै राम्रो डाक्टर साहब, यहाँलाई धेरै धेरै धन्यवाद।
साथीहरू डाक्टर रोजनलाई यस्तो राम्रो प्रस्तुतिको लागि धन्यवाद दिउँ। डाक्टर रोजन, बी ब्लेस्ड बाई डिभाइन, बी ब्लेस्ड बाई, Be blessed by the बी ब्लेस्ड बाई डिभाइन। Be blessed. डाक्टर रोजनको पुरै परिवार बी ब्लेस्ड बाई Be डिभाइन, blessed. बी ब्लेस्ड बाई, Be blessed. बी ब्लेस्ड बाई। हामीहरू अन्तिम चरणमा छौँ साथीहरू। केही प्रश्न केही सुझाव छ भने राखौँ। छैन भने साथीहरू समय पनि हुन लाग्यो। यहाँहरूको अनुमति छ भने आजको यो साप्ताहिक सत्सङ्गलाई यही समाप्त गरौँ। अर्को हप्ता हामी अर्को उद्देश्य लिएर अवश्य नै उपस्थित हुनेछौँ। तबसम्मको लागि बिदा पाऊँ। आजको यहाँको दिन शुभ रहोस्। यो पुरै हप्ता शुभ रहोस्। ईश्वरीय शक्तिको कृपा हामी सबैमा सदैव रहिरहोस्। ईश्वरीय शक्तिलाई नमन। गुरु वेदाद्री महर्षिलाई नमन। बी ब्लेस्ड बाई डिभाइन, बी Be ब्लेस्ड, blessed by the बी Be ब्लेस्ड। blessed.